दीपको शुभ लक्षण कसरी चाहिँ कस्तो प्रकारले चाहिँ दीप बल्यो भने चाहिँ शुभ मान्ने भन्ने विषयमा यो बृहत संहिता नामक ग्रन्थमा वराहमिहिरले बताउनु भएको श्लोक आज हामी हजुरहरूलाई बताउन गइरहेका छौं। श्लोक यसरी सुरु हुन्छ। दीपः संहत मूर्तिरायत तनुर निर्वेपनो दीप्तिमान् निःशब्दो रुचिरः प्रदक्षिण गतिर वैदुर्य हेमद्युतिः लक्ष्मीं क्षिप्रमभिव्यनक्ति सुचिरम् यश्चोद्यतं दीप्यते शेषं लक्षणमग्निलक्षण समम् योज्यं यथा युक्तितः। अर्थात जुन दीप बाल्छौं हामीले त्यो दीपको चाहिँ शिखा स्पष्ट रूपमा हुनुपर्छ। त्यस्तै दीपको शिखा चाहिँ लामो दीर्घ हुनुपर्छ। त्यो दीपको शिखामा चाहिँ कम्पन हुनु हुँदैन। त्यस्तै दीपको शिखामा चाहिँ आवाज आउनु हुँदैन। हामीले जसरी पानी छर्किँदाखेरि बलिरहेको आगोमा अथवा सानो दीपमा झिरझिर टाइपको आवाज आउँछ, त्यो आवाज रहित हुनुपर्छ। त्यस्तै वेगले वायु चलेको बेला र तेल सिद्धिएको बेला बाहेक अरू बेलामा त्यो दीप निम्नु हुँदैन। त्यस्तै कीट पतंगादि जीवहरू आएर त्यसमा पर्नु हुँदैन र परेर निभ्यो भने पनि त्यो दीपलाई अशुभ मानिन्छ। त्यस्तै यहाँ बताइएको अनुसार दीप दीर्घ लामो समयसम्म बलिरहनु पर्छ। हेर्दा पनि स्वर्ण सुन समान अथवा वैदुर्य मणि समान कान्तियुक्त हिसाबले बल्नु पर्छ। त्यस्तो दीपलाई शुभ